नमस्कार, म सरोज प्रसाद चौधरी, यस साउथ जोन सेकेन्डरी स्कुलको फाउन्डर प्रिन्सिपल तथा प्याप्सन पर्साको अध्यक्ष। जब यो डाइनामिक टेक्नोसफ्ट मार्केटमा आयो, सुरुमै हामीले यो लगायौँ किनभने हामीले सुरुदेखि नै राम्रो सर्भिस दिनुभएको छ, जसले गर्दाखेरि हामीले यो डाइनामिक टेक्नोसफ्टको एकाडेमिक ERP विगत 12 वर्षदेखि हामीले चलाउँदै आइरहेका छौँ। सुरुमा हामीले यो डेस्कटप एप्लिकेसन चलायौँ। जब 2075 सालमा यसको नयाँ भर्सन एकाडेमिक अनलाइन ERP आयो, त्यसपछि सँगसँगै मोबाइल एप्लिकेसन पनि आयो। त्यो बेलादेखि चाहिँ हाम्रो विद्यालयलाई झन् काम गर्नलाई सजिलो भयो, किनभने त्यो मोबाइल एपमा हाम्रो एडमिन लगइन, तपाईँको प्यारेन्ट्स लगइन, टिचर्स लगइनले गर्दाखेरि हामीले रिपोर्टहरू तुरुन्तै हेर्न सक्यौँ। जुन बेला हामीले सफ्टवेयर लगाएका थिएनौँ त्यतिखेर हामीलाई धेरै नै गाह्रो हुन्थ्यो। म्यानुअली हरेक रेकर्डहरू राख्न गाह्रो हुन्थ्यो, समय खर्चिलो हुन्थ्यो, जुन अहिले हामीलाई डाइनामिक टेक्नोसफ्टको सफ्टवेयरले पुरा गरेको छ। यसले हाम्रो विद्यालयलाई एउटा स्मार्ट स्कुल बनाउनमा सहयोग गरेको छ र सबभन्दा ठुलो कुरा डाइनामिक टेक्नोसफ्टले जुन बेला हामीलाई कुनै किसिमको प्रब्लम पर्ने बित्तिकै तुरुन्तै सपोर्ट गर्नुहुन्छ, त्यो चाहिँ हामीलाई धेरै राम्रो लाग्छ। जसले गर्दा नै हामी 12 वर्षदेखि एउटा 12 वर्ष भनेको इतिहास नै हो र आउने दिनमा पनि जस्तोसुकै हामीलाई प्रब्लम आउँछ त्यो तुरुन्तै उहाँहरूले त्यसलाई निराकरण गर्नुहुन्छ। 12 वर्षको अन्तरालमा धेरै सफ्टवेयरहरू आए, हामीले अरू पनि त लगाउन सक्थ्यौँ, तर जुन डाइनामिक टेक्नोसफ्टको टिमलाई देखेँ तुरुन्त तपाईँको प्रब्लम सोल्भ गर्ने, जसले गर्दाखेरि हामी हालसम्म डाइनामिक टेक्नोसफ्टसँगै छौँ र रहिरहनेछौँ। आउने दिनमा पनि उहाँहरूसँगै हातेमालो गरेर अगाडि बढ्नेछौँ। यति भन्दै म बिदा हुन्छु। धन्यवाद, नमस्कार। Dynamic Technosoft Private Limited, best in the business of software company since 2010.